आज भारत विश्वको 5औं अर्थतन्त्रको रूपमा आज आफूलाई स्थापित गर्दा पनि त्यहाँको जनमानसको जीवन स्तरमा परिवर्तन नआउनुको कारण के हो भन्ने कुरा एउटा प्रश्न खडा भइरहेको छ। किनभने विश्वको पाँचौं अर्थतन्त्र भएको मुलुक हिजोको दिनमा अरू देशहरू जापानीहरू हङकङ उनीहरूको त्यहाँको जुन जनताको जीवन स्तर परिवर्तन आयो, तर भारतको त्यहाँको जनताको जीवन स्तर परिवर्तन नआउनुको कारण चाहिँ के हो भन्दाखेरि आर्थिक असमानता। त्यहाँ केही व्यक्तिहरू, केही व्यापारीहरू, केही राजनीतिक दलहरूको मुठीमा रहेछ त्यहाँको जुन इकोनोमी। त्यसकारण नै भारतको जनताको जीवन स्तरमा सुधार नआउनुको कारण त्यही हो। आज तपाईँ भ्रमण गर्न जानुहोस्, तपाईँ भारत घुम्न जानुहोस्, त्यहाँको ट्रान्सपोर्टेसनको अवस्था हेर्नुहोस्, त्यहाँको रेलको अवस्था हेर्नुहोस्, तपाईँको यातायातको अवस्था हेर्नुहोस्, त्यहाँको सहरीकरणको अवस्था हेर्नुहोस्, त्यहाँको जीवन स्तरको मानिसको जीवन स्तरको अवस्था कति तपाईँको जुन एकदमै डाउन छ, एकदमै तल छ एउटा त्यहाँको जुन अवस्था। त्यो के कारणले भयो भन्दाखेरि केही व्यक्तिहरू, भ्रष्टाचारी नेताहरू, केही तस्कर व्यापारीहरूको हातमा त्यहाँको जुन अर्थतन्त्र मुठीमा रहेको छ। त्यसकारण ती अर्थतन्त्रको जुन 5औं अवस्थामा ती व्यक्तिहरूको रूपमा मात्रै त्यो अर्थतन्त्र सीमित रहेको छ। ती व्यक्तिहरूको जीवन स्तर, तिनीहरूको लाइफ स्तर मात्रै उनीहरू धनाढ्य हुँदा विश्वको एउटा धनाढ्यको रूपमा स्थापित भएको छ। तर त्यहाँको वास्तविक जनताको अवस्था भनेको पुरै न्यून छ। त्यसकारण पनि त्यहाँको भारतको आज 5औं अर्थतन्त्रको एउटा रूपमा आफूलाई स्थापित गरे पनि आज त्यहाँको जनताको जीवन स्तर, त्यहाँको जुन जनताको जीवन स्तरसँग त्यहाँको जुन वातावरणको स्तर चेन्ज नहुनुको कारण पनि तपाईँ देख्न सक्नुहुन्छ। किनभने परिवर्तनको सम्भावको रूपमा एउटा जनतालाई लिनेछ नि। जब जनताको जीवन स्तरमै सुधार आउँदैन भने त्यहाँको जुन जतिसको दोस्रै अर्थतन्त्र ठुलो होस्, चाहे तेस्रै अर्थतन्त्र बनोस्, तर जनताको जीवन स्तरमा सुधार आउँदैन त्यो अर्थतन्त्रको कुनै फाइदा छैन। त्यो केही व्यक्ति, सीमित व्यक्तिहरूले त्यसको जुन फाइदा लिइरहेको हुन्छन्। आज भारतमा आज पुरानै कुसंस्कारमा आज त्यहाँको जुन राजनीतिक व्यवस्थादेखि त्यहाँको समाज स्थापित भइरहेको छ। रूढिवादी संस्कार तपाईँ देख्न सक्नुहुन्छ। भारतका जनताहरूको अवस्था अहिले पनि महिलाहरूलाई त्यहाँ कुनै स्थानै छैन। त्यहाँ आज महिलाहरू भनेको एउटा भान्सा र घरमा मात्रै सीमित छन्। उनीहरूको बाहिरको स्वतन्त्रतै छैन। आज एउटा पुरै शरीरै उनीहरू ढाकेर उनीहरूको आफ्नो पीडाहरू लुकाएर बस्नुपर्ने अवस्था आएको छ। अनि तपाईँ पुरुष प्रधान भनेर जुन भारतलाई भन्छ, पुरुषको अवस्था भनेको एकदम रूढिवादी छ। एउटा महिलालाई मात्रै एउटा थिच्ने, एउटा महिलालाई मात्रै एउटा पछाडि पार्ने। उनीहरूको थिङ्किङ पनि गलत छ एकदम। उनीहरू जाति आधारमा विश्वास गर्छन्, एउटा धार्मिक अवस्थामा उनीहरू लाग्छन्। तर इनोभेसन, एउटा माइन्ड चेन्ज गर्ने, आफूलाई परिवर्तनको समाजको रूपमा हाम्रो आज विश्व कहाँ पुगिसक्यो, हामी कुन अवस्थामा छौँ भन्ने कुरा उनीहरू त कहिले पनि चिन्तन मनन गरेन। उनीहरूको चिन्तन मनन केवल के हुन्छ भन्दाखेरि खानाको लागि चिन्तन मनन हुन्छ, जातीयको नारामा चिन्तन मनन हुन्छ, धार्मिक कट्टरताको नाममा चिन्तन मनन हुन्छ, रूढिवादी चिन्तन मनन हुन्छ, महिलालाई जहिले पनि एउटा परिवारको घरभित्रै सीमित राख्ने चिन्तन मनन हुन्छ। त्यसपछि अरू कुनै पनि चिन्तन मनन, एउटा परिवर्तनको सम्भावना छैन। त्यसकारण भारतको एउटा विकास भने भारतको अवस्था एकदम दिनादिन त्यहाँको जनताको जीवन स्तर गइरहेको छ। आज विश्वमा सबभन्दा बेसी गरिब भनेको भारतमा देख्नुहुन्छ। विश्वमा सबभन्दा बेसी भिखारी बस्ने देश भारत भनेको भन्छ। विश्वको पोल्युसनको रूपमा स्थापित भारतलाई आज चिनिन्छ। विश्वको पपुलेस भनेको एउटा जनघनत्व भएको देशको रूपमा भारतलाई चिनिन्छ। विश्वको एउटा तपाईँको जुन वाइ गुज्रेको एउटा ट्रान्सपोर्टेसन भएको देश भनेर भारतले चिनिन्छ। त्यस्तो अवस्था त्यसको परिवर्तन चाहिन्छ।